साथीहरू खाजा खानुभयो त? मैले चाहिँ आज एकदम मिठो अनि छोटो समयमा बन्ने खाजा खाएँ। पोट्याटो चिकन। यसको नाम चाहिँ मैले क्रिएट गरेको है। यसलाई चाहिँ मैले अल्छी खाजा पनि भन्छु। यो बनाउन धेरै इन्ग्रिडियन्ट्स पनि चाहिँदैन अनि यो चाहिँ एकदम छोटो समयमा पाक्छ। एउटा आलु लिने, त्यसलाई चाहिँ ठुल्ठुलो पिसमा काट्ने, त्यसपछि एउटा फ्राई प्यानमा थोरै तेल राख्ने, माथिबाट मेथी र खुर्सानी फुराइसकेपछि चिकन राखिदिने। चिकनलाई चाहिँ एक राउन्ड चलाइसकेपछि त्यो अघि ठुल्ठुलो पिसमा काटेको आलुहरू माथिबाट एड गरिदिने। यसलाई चाहिँ तपाईँले एकदम मजाले रातो हुने गरेर पर लाएर भुट्नुपर्छ है। यत्तिको रातो भइसकेपछि बल्ल माथिबाट नुन, बेसार अनि अरू मरमसला राखिदिने। मलाई चाहिँ गोल्डी मसला राखेको एकदमै मिठो लाग्छ। आफूलाई प्याज, टमाटर, अदुवा, लसुन राख्न मन लाग्छ भने पनि त्यो पनि एड गर्न मिल्छ। मलाई चाहिँ त्यो एड नगरिकन बनाएकै मिठो लाग्छ। यत्तिको रातो भइसकेपछि चाहिँ यो बनेर रेडी भयो भनेर जाने हुन्छ। यसलाई चाहिँ तपाईँले भातसँग, चिउरासँग, जेसँग पनि खान सक्नुहुन्छ। मलाई चाहिँ फुरनदानासँग खान मिठो लाग्छ। यो डिस चाहिँ मलाई मेरो मम्मीले बनाउन सिकाउनु भएको हो। उहाँले त झन् यसमा नुन र बेसार मात्र राख्नुहुन्छ, त्यही पनि कस्तो मिठो हुन्छ भने मैले त भर्खरै सिक्दैछु। त्यही पनि मैले बनाएको पनि मिठै हुन्छ। साथीहरू तपाईँहरूले पनि कहिलेकाहीँ घरमा यसरी नै मिठो खाजा बनाएर खान सक्नुहुन्छ है। मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो त कमेन्ट गरिदिनु होला। मेरो भिडियोलाई लाइक एन्ड सेयर पनि गरिदिनु होला। साथीहरू मेरो च्यानल चाहिँ एकदमै नयाँ छ, त्यही भएर तपाईँहरूले सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। ओके साथीहरू, थ्याङ्क्स फर वाचिङ।